हेलो एन्ड नमस्ते गाइज। आई होप सबैजना सन्चै हुनुहुन्छ होला होइन। आज चाहिँ हामी होलीको दिन हामी होली पनि मनाउँदैनौँ होइन। त्यही भएर हामी जाँदैछौँ तमर फिसिङको लागि। अब गएर हामी भेट्नुपर्छ तमरमा। लेट्स गो। हामी चाहिँ भेटार आइपुग्यौँ भाइ भेटारको। हामी चाहिँ अहिले भेलेटार आइपुग्यौँ ट्याक्क। भेलटारमा चाहिँ घाम लागिरहेको छ होइन। तलतिर चाहिँ हुसे लागिरहेको छ। अहिले भेलटारमा चाहिँ अहिले घाम लागिरहेको छ। वरिपरि देखाइदियो यता वरिपरि। हामी चाहिँ यहाँ भेलेटार हिँड्दैछौँ। कस्तो दाम छ। नाम जाने बाटो यताबाट हो होइन। दामी छ। ल हामी चाहिँ मूलघाट आइपुग्यौँ होइन। मूलघाट भन्छ यसलाई चाहिँ यहाँदेखि तमर। मूलघाट आइपुग्यौँ। मूलघाटको हाम्रो पुल, तमरको पुल। पुरै पुल देखाइछ मेरो भाइ। यो चाहिँ हामी मूलघाटको धनकुटा मूलघाटको तमरको पुल। आज हामी फिसिङ यता गर्नेछौँ। माथि यतातिर देखाइदेऊ। फिसिङ आज हाम्रो यता हुन्छ। यहाँ हामी चाहिँ हामी पुल। यो चाहिँ हाम्रो मूलघाटको पुल। यसलाई के भन्छ घरदेखि हामी 1 घन्टा लाग्यो। 1 घन्टा अलिक लागेन। च्याट्टसँगले मूलघाट हामी आइपुग्यौँ। हामी चाहिँ यहाँ मूलघाट आइरहेछौँ आज। फिसिङ यहीँ गर्नेछौँ होइन। यहाँ मूलघाटको ताजा माछली यस्तो बवाल छ। यो चाहिँ यहाँ कोसीको प्योर माछा। यो चाहिँ सेकुवा सुकुटी। मूलघाटको ताजा माछा। ताजा त के भने सुकुटी खालको माछा। सबै माछा उपाय जस्तो हेर्नु न। पर पनि छ हेर्दा है। यहाँ पनि छ हेर्दा। यहाँ कालग्राममा यहाँ चाहिँ अब हिले धनकुटा हिले पाक्रीबास कता पुगिन्छ होइन। दामी छ। यहाँ चाहिँ हामी चिउरा लिनु लागेको छौँ दोकानमा। चिउरा लानु पर्यो। मासुसँग भुटिउरी आज कोसीमा। कस्तो भइरहेछ भाइ? बवाल भइरहेछ। दामी भइरहेछ। ल गाइस बल्छी पनि थापिसक्यो कोसीमा होइन। सलाक्क भइरहेछ अहिले। घाम यस्तो टन्टन लागिरहेछ होइन। अब कफी खान लागेको होइन। कफी पनि यहाँ रेडी भइसक्यो। बनाउँदैछौँ। अप्पर गर्मी छ है भाइ। आमा कुन्ताको आगो पुगेको। आमा सलाक्क भइरहेछ। कफी बनाइरहेछु। अब कफी खानेछु। मैले गाइज हेर्दै जानु। ल गाइज हेरेर फेरि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला नि फेरि। टक्क कफी पनि हाल्यो होइन। चिनी पनि हाल्यो। दुध यहाँ चाहिँ रेडी होइन। अब हामी कफी बनाउनु गइरहेछौँ। यहाँ हाम्रो दाइले चाहिँ कफी बनाउँदै हुन्छ। यहाँ दुध हाल्दै हुन्छ। दुध पकायो क्या हो? छैन दाइ दुध पकाएको हेर्नु नि त्यहाँ। अनि यति नै हो? यति नै हुन्छ? केटालाई दुध बनाउनु नआएर पकाए जस्तै छैन दाइ। यहाँ हाम्रो दाइले चाहिँ कफी बवाल बनाउँदै हुन्छ। चम्चीले त यहाँ छ दाजु। चम्ची पकालेन हौ? पकाल न। ए तेरिका नपकालिलो छ यार। त्यो भाँडा छोड्दै तिनै छोडिदियो एकछिन भाइलाई। कफी स्ट्रङ त स्ट्रङ छ होइन। तर योभन्दा नि स्ट्रङ चाहिँ मेरोमा बनाएको अलिक भाइले अलिक कफी धेरै स्ट्रङ खाँदैन कि। म त अब विदेशमा बसेर कफी सबमै काम गरेर आएको मान्छे होइन। त्यही म चाहिँ अलिक स्ट्रङै चाहिन्छ क्या मलाई फेरि। पोखे लास्ने फेरि। ल हाम्रो कफी पनि रेडी भयो। खाए ल गाइज। भाइ ल खाऊ यहाँ। खाए ल गाइज कफी। कस्तो भयो भाइ?
बवाल भइरहेछ त्यहाँ। दामी भएछ है कफी। अहिलेको हाम्रो क्रिम रोल निकाला त, क्रिम रोल पनि लिएको छ नि त। हामीले चाहिँ डिनरको लागि क्रिम रोल पनि लिएको थियौँ र यहाँ छ साथमा अर्को बिस्कुट पनि छ होइन। खाए ल खाए ल भनिदेऊ भाइ। ल गाइस यस्तै छ ल। अब खाएर अब कफी सफी खाएर माछा साछा थापिरहेको छौँ अब फेरि होइन। यहाँ अब सुँगुरको मिट लिएको छौँ, पकाउनु पर्ने हुन्छ। ल गाइस यो जाल चाहिँ होइन, यो लम्बाइ चौडाइ अलिक छोटो भएर योसँग गाँच्नु गइरहेको छौँ। यो जाल चाहिँ फेरि अप्पर धेरै लामो छ क्या, अप्पर लामो छ होइन। यतिको दुःख गर्ने हो, अझै त्यहाँ थुप्रिरहेछ। 100 मिटर भन्दा नि लामो क्या। अब गाँच्छौँ होइन, त्यसपछि हामी यो बोतल सबै माथिबाट लगाइदिन्छौँ, बाँधिदिन्छौँ। अनि मुनिबाट ढुङ्गा झुन्डाइदिएर कोसीमा थाप्छौँ होइन। के कस्तो हुन्छ यसको रिजल्ट हेर्दै जानु होला। ल बनाइसकेर हामी तपाईँलाई देखाउने छौँ। ल गाइस जाल बनाउनुको लागि झन्डै 1.5 घन्टा लाग्यो होइन। जोडेर माथि बोतल बाँधेर तल ढुङ्गा झुन्डाएर बल्ल बल्ल घाममा, यस्तो घाममा कुन्ताको त काले है। त्यही माथि डढेर झन् कालो न कालो भए। कहाँ थापेको छु हजुरहरूलाई म देखाउने छु। ल लाँदैछु ल त्यो ठाउँ। ल एकछिन ल हेर्नु, यहाँ थापिदिइरहेको छु होइन। म चाहिँ बिस्तारै बोलिरहेको छु, माछाले थापाउँछ भनेर होइन। यहाँ यसरी थापिदिएको छु, पौडेर गएर टक्कसँगले यहाँ यसरी थापिदिएको छु। बिचमा लगेको फेरि बगाएर यहीँ छेउमा ल्याइदिन्छ यार। ल म गएको लगाइछ यहाँ छ होइन, यसरी थापेको छु, यहाँ लिएर बाँधिदिएको छु। ल म गएको भाइले पर सब्जी बनाउँदैछ, पर छ बाँध्नु ढुङ्गामाथि यहाँ काट्दैछ। म यहाँ छु। ल तमरमा यस्तो घाम लागेको छ कि कालो मान्छे झन् मान्छे कालो, त्यही माथि डढेर कालो घाममा हेटरी यार। अनुहार पनि धुस्रो फुस्रो बाल्लो सल्लाह लागेर हेट। माछा यत्रो दुःख गरेको छौँ, खोइ पर्ने हो कि होइन। बल्छी चाहिँ पनि थापिरहेको छौँ होइन। के कस्तो हुन्छ रिजल्ट आइहाल्छ अहिले घरसम्ममा। लगाइछ प्याज काट्दैछ, क्या काटिसक्यो, काट्दैछु मिटको लागि। ल कत्रो काटेको त हौ आम्मा। त्यस्तरी होइन हौ, लाम्चो सानो यो आदिलाई होइन कम्ती पनि 50 पिस पार्ने तरिकाले काट्ने हो क्या। भाइलाई केही आउँदैन रहेछ, यत्रो धारिलो चक्कु छ र पनि। ल ठिकै छ। मैले चाहिँ यो बाँसको टक्कै यहाँ पूजा गर्नु राखेको छ होइन, यो बनाएँ। र यहाँ सानो बल्छी हेर्नु है, यत्रो आँखाले नदेख्ने खालके यत्रो सानो बल्छी। यसमा अब टक्क बाँधेर टुप्पोमा होइन यसले खेल्ने छु। ल म माछा कतिको पर्छ हेर्दै जाउँ। म चाहिँ यही आन्द्राले खेल्ने छु, यो बल्छी, यो बल्छी हेर्नु आँखाले पनि देखिँदैन, यही आन्द्राले खेल्ने छु। थाल नभएर म चाहिँ भाँडामा लिइरहेको छु। भाइले चाहिँ भाइ कस्तो भइरहेछ हो। हाम्रो भाइ चाहिँ यहाँ तमरको होइन, तल टक्कसँगले तल विराटनगर घरतिर यसो जब गर्दो रहेछ भाइ तलतिर। आज छुट्टीमा आएको रहेछ। हेर्नु न गाइस कस्तो छ तमर, आम्मामा हावा चलेर यार कालाक्र क्रिक छ हौ। यो पनि कालाक्र क्रिक सबै बालुवा छिरेर यार हेट वृद्धि गइरहेछ आज चाहिँ। हावा चलेर बालुवा यही बालुवा मात्रै। यो पनि एउटा हाम्रो भेलेटारदेखि मुनिको यो सिसा। यहाँ पनि देवीथान रहेछ, मलाई थाहा पनि थिएन हौ। कहिलेदेखि यो हुन थालेको, यत्रो लामो भइसकेछ होइन। हामी चाहिँ यताबाट आएको, अघि आउँदा मैले देखेको थिएँ। हामी चाहिँ यो बाटो आएको तमरबाट फर्किँदै
माछा मारेर भन्दाखेरि अब माछा चाहिँ मरेन, यसो माछालाई थापेर आएको। अब भेल्टार जाँदैछु म तर्फ मासतिर। जाउँ भाइ। होलीको दिन पनि आज त अप्पर गिदी भयो बा यार। होली पनि मनाएन, मनाउनु पनि मन लाग्दैन। आइयो यता हामी तम्मरमा। गाइस एउटा कुरा चाहिँ सुनिरहनु होला, तम्मर चाहिँ कहिले नआउनु है माछा मार्न, किनकि रातारात त्यहाँ करेन्ट हानेर माछाहरू सब फाँक हानिदिँदो रहेछ। माछा पानीमा हुनुपर्ने होइन, माछा यता भनौँ न तम्मरको हाम्रो के अरे भाइ, तम्मर कोसीको होटेलमा चाहिँ झुन्डिरहेछ क्या माछा। पानीमा त छैन, त्यहाँ होटेलमा पो छ। के खाने, फ्राई खाने कि ग्रेभी खाने कि आमा सिकुटी खाने कि माछा त त्यहाँ पो छैन गाइस। करेन्टले रातभरि फाँक हानिदिँदो रहेछ होइन। तम्बरमा कहिले पनि माछा मार्न नआउनु, बरु अरू कोसीहरू जानै गाइस, दुःख पाइन्छ है। ल मैले अहिले यति नै भनिदिएको गाइस। अब धरान गएर भेटौँ ल गाइस। भेलेटारको यो भेलेटारको चक्लेट यो चाहिँ कति हो दिदी? यो 100 रुपियाँ नै हो नि है। यहाँ पनि 100 रुपियाँ हो, यो पनि 100 रुपियाँ। कुन चाहिँ मिठो हुन्छ यो? टेस्ट गरेको छैन। 100 200 दुईटा 100 रुपियाँ यो दुईटा लान्छु ल। 200 रुपियाँ भयो। यो र यो चाहिँ लियो ठ्याक्क। यो चाहिँ हाम्रो भेलेटारको कोसेली दामी चक्लेट हुन्छ गाइस। यो चाहिँ भेलेटार आएपछि नछुटाउनु होला लागि। यो चक्लेट चाहिँ दामी हुन्छ क्या अरूभन्दा नि, दुधको के। अहिले भर्खर हामीले यहीँ किनेकै छ यही भेलेटारमा, टक्क किनेर हामी त्यहाँ झरिसक्यौँ है तल। अब यहाँ आउँदै हामी जानुपर्ने हुन्छ धरान। चल्दैछु धरान गाइस। हामी अहिले तम्मरबाट माछा पक्रिनु गएको मान्छे है, माछा नै पक्रेन हो गाइस। तम्मरमा माछा हुन्छ है गाइस, सबै रातभरि करेन्ट हानेर माछा सब फाँक हानेर माछा कोसीमा हुनुपर्ने। दोकान हौ छेउ सेक्कएर बसेको यहाँ धरानमा चाहिँ अप्पर होली हुँदैछ होइन। हामी चाहिँ भेलटारबाट झर्दैछौँ। आज होली पनि नमनाएको, होली पनि मैले नमनाएको भयो होला 12-13 वर्ष। जब मैले बिहा गरेँ त्यहाँदेखि मैले होली मनाउनु छोडेँ होइन। होलीको गीतहरू बज्दैछ यार। हो नि राचिनेमै दिएको म त होली खेल्दिनँ भनेर। खेल्दिनँ नि त होइन, धेरै भयो म होली नखेलेको होइन। मन पनि लाग्दैन अहिले, अब बच्चा पनि होइन नि त होली खेल्नको लागि। अब हामी होइन के खेल्नु अब भन्नु न, बुझ्नु न त अब नै अब आफै मिलाएर त्यस्तै हो गाइस होइन। धरान झर्दैछ। धरानको फेरि भेलटारको मौसम चाहिँ फेरि पर्छ तल चाहिँ फेरि ट्राफिक चेकिङ हुँदै होला होइन। मापा चाहिँ अब त मापा चेकिङ गरिएको छैन होइन, भाले फलेर होइन। त्यही हो फिक्स हुन्छ चेक चाहिँ फेरि भेलटार दिन मुनि क्या। मापा चाहिँ गराउँछ नि त, यो त अब यता घुम्नेहरू ठाउँ हो नि त, धोतीहरू आउने ठाउँ हो नि त। त्यहाँदेखि यस्तो मौसममा है आमा तातो पानीमा बिहान स्ट्रक लगाएर भेलटारको सेकुवा फेरि कस्तो हुन्छ, कालो कालो भेलटार सेकुवा ट्वाक पड्काउँदै बबालै आज बवाल हुन्छ है। तर के गर्नु, आफ्नो त हुँदैन, घरमा हुन्छ बाहिर हुँदैन, बाहिर गर्नु पनि हुँदैन, बुढीले मार्छ। त्यही भएर हो यस्तै छौँ हामी गएको थियौँ माछा मार्न। माछा बने छैन पानीमा, होटेलको अगाडि झुन्डिरहेछ पानीमा।
माछाको सिलगुडी बनेर सिलगुडी पनि फेरि कति अरे कति 125 रुपियाँ सिल अरे होइन 4टा क्या अब माछा नि कत्रो भन्दाखेरि 2 अम्ली जत्रो पर्छ खालको क्या 4 सिलको 500 अरे अनि फेरि काँचोको चाहिँ कति भनेको त काँचोको त 1000 अरे आमा के साह्रो महँगो यार माछा मार्दै बस्ने हो बेला भयो त वहीँ तम्बरमा टक्कसँगले आमा बेट्रिकी है कत्रो बेट्रिकिन ट्याक्क अनि रात परि करेन्ट हान्नुको झ्याड र करेन्ट हान आमा वात्त पल्टिहाल्दो रहेछ के कहानी मान्छेले दिनको 5-6 हजार हाजिरा त्यत्तिकै बसाउँदो रहेछ हो अब गर्नुपर्छ एउटा न एउटा जब गर्नुपर्छ पाहाडतिर पनि हुन्छ नि हो जब माछै मारेर कतिले पेट पालिरहेछ भन्नु पर्यो भने म चाहिँ एउटा हातले क्यामेरा एउटा हातले चाहिँ फेरि हो ड्राइभिङ अरू झोली खेलेर पुरा रङ्गेर जाँदैछ झोलीहरू हो आमा हामी चाहिँ फेरि छैन होली लगाइ तल भेटौँ गाइस हामी चाहिँ यहाँ भी पोइन्टमा छौँ यहाँ यता रेस्टुरेन्टमा धरान अहिले हुस्से लागेर 4 भागको 1 भाग मात्रै देखिरहेको छ अहिले होइन हुस्से लागेर 4 के भन्नु 5-6 भागको 1 भाग मात्रै देखेको छ यताको देखेको छैन यत्रो है मुनि यो डाँडा यो डाँडा मुनि यो डाँडा उता यता पनि छ 1 भाग मात्रै माथिको शिर मात्रै देखेको छ यो धरान सोह्र माथिको मात्रै ए गाई त्यस्तो छ ल हामी धरानै झर्दैछौँ तलै झर्दैछौँ अब यहाँबाट धेरै होइन 5-10 मिनटमा पुगिन्छ होला 5-10 मिनटमा